धेरैजसो सृजनशील मान्छेहरू थाहै नपाई एउटा यस्तो जालमा फस्छन् जसले उनीहरूको सबैभन्दा राम्रो आइडियालाई पनि धुलोमा मिलाइदिन्छ। यसलाई भनिन्छ बिल्डरको पासो, अर्थात् बनाउने मान्छेको जाल। आज हामी यही जाल के हो र यसबाट कसरी बाहिर निस्किने भनेर कुरा गर्नेछौँ। यदि मैले यो बनाएँ भने मान्छेहरू आफै आउनेछन्। यो एउटा यस्तो भनाइ हो जुन धेरै क्रिएटरहरूको मनमा बसेको हुन्छ। यो एउटा आशा हो, एउटा विश्वास हो कि यदि कुनै चीज राम्रो छ भने त्यसलाई अरू केही चाहिँदैन। तर के यो साँच्चै हो त? तर एउटा तीतो सत्य के हो भने टेटको दुनियाँमा यो सायद सबैभन्दा ठूलो झुट हो। यही एउटा सोचले अनगिन्ती ब्रिलियन्ट आइडियाहरूलाई सुरु हुनुभन्दा अगाडि नै मार्दिन्छ। यो फिल्ड अफ ड्रिम्सवाला सोचाइ एउटा खतरनाक भ्रम हो। यसले बनाउने मान्छेको समय, मेहनत अनि सारा जोश जाँगर खाइदिन्छ। अनि बदलामा के दिन्छ? एउटा यस्तो प्रडक्ट जसको बजारमा कुनै मूल्य नै हुँदैन, शून्य। हो, $0। यो एकदमै कटु वास्तविकता हो। संसारकै सबैभन्दा क्रान्तिकारी एप बनाउन सकिएला, तर यदि कसैले त्यसलाई भेट्टाउँदैन, कसैले चलाउँदैन भने त्यसको आर्थिक मूल्य ठ्याक्कै यति नै हुन्छ, 0। त्यसो भए यो जालबाट निस्किने कसरी त? समाधान एउटै छ, आफ्नो सोच्ने तरिका बदल्ने। हामीले सिर्फ बनाउने मान्छेको मानसिकताबाट बेच्ने मान्छेको मानसिकतामा जानुपर्छ। अनि यसको लागि डेभलपरबाट उद्यमी बनेका अर्जुन सुवेदीको एउटा एकदमै सरल 3 भागको प्लेबुक छ। ल, पहिलो र सबैभन्दा महत्त्वपूर्ण सिद्धान्ततिर लागौं, प्रमाणीकरण अर्थात् भ्यालिडेसन। यसलाई बुझ्नको लागि एउटा लेमोनेड स्ट्यान्डको कथा सोचौं न। भ्यालिडेसन भनेको के हो त? एकदमै सरल भाषामा भन्दा आफ्नो आइडियाको लागि कोही पैसा तिर्न तयार छ भनेर प्रमाणित गर्नु हो, त्यो पनि केही बनाउनुभन्दा पहिले नै। यो भनेको मान्छेले वाह कस्तो राम्रो आइडिया भन्नु मात्र होइन, बरु आफ्नो गोजीबाट पैसा झिकेर दिन तयार हुनु हो। अब हेर्नुहोस् है, फरक कस्तो हुन्छ। सामान्यतया बिल्डरले महिनौं लगाएर पर्दा पछाडिको सिस्टम यानि ब्याकएन्डलाई पर्फेक्ट बनाउनतिर लाग्छ। तर एउटा उद्यमीले के गर्छ? उसले पुरै रेस्टुरेन्ट खोल्नु अघि सडकको कुनामा एउटा स्यान्डविच बेचेर हेर्छ, मान्छेहरूलाई त्यसको स्वाद मनपर्छ कि पर्दैन भनेर। त्यसैले यो नियमलाई एकदमै मनमा राख्नुपर्छ। जबसम्म एकजना ग्राहक पैसा तिर्न तयार हुँदैन, तबसम्म एक लाइन पनि कोड नलेख्ने। यो सुन्दा अलिक कडा लाग्ला, तर यसले महिनौको बेकार मेहनतबाट जोगाउँछ। ल, आइडिया त भ्यालिडेट भयो, अब के त? अब चाहियो एउटा लाउडस्पिकर। यही हो हाम्रो दोस्रो सिद्धान्त, डिस्ट्रिब्युसन, अर्थात् आफ्नो कुरालाई सही मानिसहरूसम्म पुर्याउने एउटा माध्यम। यो भनाइले सबैकुला छर्लङ्ग पार्छ। मार्केटिङ बिनाको प्रडक्ट भनेको झ्याल नभएको बेसमेन्टमा गरेको पार्टी जस्तै हो। सोच्नुहोस् त, जतिसुकै राम्रो पार्टी आयोजना गरे पनि यदि कसैलाई थाहै छैन भने त्यहाँ को आउँछ र? यहाँ पनि सोचाइमा एउटा ठूलै फड्को मार्नुपर्छ। बिल्डरले आफ्नो 100% समय कोडिङमा लगाउँछ, तर एउटा सफल उद्यमीले ठ्याक्कै उल्टो गर्छ। 20% समय बनाउनमा र बाँकी 80% समय चिच्याउनमा, अर्थात् आफ्नो प्रडक्टको बारेमा दुनियाँलाई बताउनमा खर्च गर्छ। हो, यही हो 80/20 को नियम। सफलताको लागि धेरै जसो समय बनाउनमा होइन, बरु बताउनमा खर्च गर्नुपर्छ। यो चिच्याउने काम अर्थात् मार्केटिङ र सेल्स नै मुख्य काम बन्नुपर्छ। ओके, हामीसँग भ्यालिडेट भएको आइडिया छ, मान्छेसम्म पुग्ने माध्यम पनि छ। अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, हामीले आखिर बेचिरहेको के हो त? यही हो हाम्रो तेस्रो सिद्धान्त, दि अफर। र यसलाई एउटा उपहार, अ गिफ्टको रूपमा सोचौं। यो कुरालाई यसरी बुझौं न, लेखिएको कोड भनेको बाहिरको र्यापिङ पेपर मात्रै हो। भित्रको खास उपहार त अफर हो, अर्थात् त्यसले ग्राहकको जीवनमा के फाइदा पुर्याउँछ, के परिवर्तन ल्याउँछ भन्ने कुरा। यो भिन्नताले सबै कुरा प्रष्ट पार्छ। फीचर बेच्नु र रिजल्ट बेच्नुमा आकाश पातालको फरक छ। यो रियाक्ट 18 मा बनेको छ भन्नु एउटा प्राविधिक कुरा हो जसले धेरैलाई मतलब नहुन सक्छ, तर यसले हप्ताको 10 घण्टा समय बचाउँछ भन्नु एउटा समाधान हो। याद राखौं, मान्छेले कोड किन्दैनन्, उनीहरू आफ्नो जीवनमा आउने परिवर्तन किन्छन्। ल, अब यी तीनवटै सिद्धान्तहरूलाई जोडेर एउटा सरल तर शक्तिशाली प्लेबुक बनाऊ। एउटा यस्तो प्लेबुक जसले कुनै पनि कोडरलाई उद्यमीमा बदल्न सक्छ।
बिल्डरको पासोबाट बच्ने बाटो यही 3 चरणको प्लेबुक हो। नम्बर 1, पहिले आइडियालाई भ्यालिडेट गर्ने। नम्बर 2, डिस्ट्रिब्युसन च्यानल बनाउने। र नम्बर 3, परिणाममा केन्द्रित भएर एउटा दमदार अफर तयार गर्ने। यो क्रमलाई पछ्याउँदा केही बनाउने मात्र होइन, साँच्चै सफल हुने कुरा सुनिश्चित हुन्छ। र अन्त्यमा यो एउटा प्रश्नमा सोच्न छोडौं, के बढी मूल्यवान छ, कसैले लेखेको कोड वा त्यो कोडले समाधान गर्ने समस्या? यही प्रश्नको जवाफले नै सृजनाको पूरै यात्रालाई सधैँको लागि बदल्न सक्छ।